शनिबार हुने नेपाल भर्सेस अफगानिस्तान बीचको अन्डर 19 क्रिकेट पुरुषतर्फको खेल दुवै टोलीको लागि विश्वकप पुग्ने वा छनौट चरणबाटै बाहिरिने भन्ने टुङ्गो लगाउने अन्तिम खेल हो। आज म दुवै टोलीको एक अर्को विरुद्ध कति हावी हुन सक्छन्, त्यसैगरी दुवै टोलीका कप्तान र कोचको भनाइसहित हेड टु हेडको पनि चर्चा गर्नेछु। बलियो टेस्ट नेसन अफगान विरुद्ध नेपालले यस प्रतियोगिताकै उत्कृष्ट खेल खेल्नुपर्ने हुन्छ। खास गरी नेपाली स्पिनरहरूले अफगान मुख्य ब्याटरहरूलाई कतिसम्म दबावमा राख्न सक्छन्, त्यसले नेपाली टोलीलाई लगातार दोस्रो पटक विश्वकपमा पुर्याउन महत्त्वपूर्ण भूमिका निभाउनेछ। नेपाली अन्डर 19 क्रिकेट टोलीले शनिबार महत्त्वपूर्ण खेलमा अफगानिस्तानको अन्डर 19 टोलीसँग खेल्दैछ। काठमाडौँमा जारी आइसिसी अन्डर 19 विश्वकप एसिया छनौटको अन्तिम दिनको खेलमा दुई दावेदार टोली खेल्दा दुवैको नजर आगामी वर्ष जिम्बाब्वे र नामिबियामा हुने अन्डर 19 विश्वकपमा रहनेछ। अघिल्लो पटक 2024मा भएको अन्डर 19 विश्वकपमा अफगानिस्तान नेपालसँग समूह चरणमा पराजित भएर अगाडि बढ्न नसक्दा यसपटक छनौटमा तानिएको हो। सबैभन्दा बलियो टोली तथा टेस्ट राष्ट्र अफगानिस्तानसँग नै नेपालको महत्त्वपूर्ण खेल हुने भएको हो। यस छनौट प्रतियोगिता अघि नेपालले अफगानिस्तानसँग माथिल्लो मुलपानी क्रिकेट मैदानमा 3वटा खेलको श्रृङ्खला खेलेको थियो, जसमा पहिलो खेल एकतर्फी रूपमा नेपालले गुमाएको थियो। त्यसैगरी दोस्रोमा जित नजिक पुगेर हार्न पुगेको थियो भने तेस्रोमा शानदार बोलिङ गर्दै नेपालले जित निकालेको थियो। त्यसैगरी सन् 2007 देखि 2025 सम्मको अवस्थालाई हेर्दा नेपाल र अफगानिस्तान टिमको हेड टु हेडको स्थिति नेपाल र अफगानिस्तान सन् 2007 देखि हालसम्म कुल 19 पटक आम्ने सामने भएका छन्। तीमध्ये 12 खेल अफगानिस्तानले जितेको छ भने नेपालले 7 खेल जितेको छ। अफगानिस्तान विरुद्ध नेपालले प्रतियोगिताकै उत्कृष्ट प्रदर्शन गर्नुपर्ने हुन्छ। हालसम्म युए विरुद्ध मात्र केही सङ्घर्ष गर्नुपरेको नेपालले अफगानिस्तान विरुद्ध भने परिस्थिति अनुसार रणनीति बनाएर प्रेसर पनि ह्यान्डल गर्न सक्ने गरी खेल्नुपर्ने हुन्छ। यस्तोमा मुख्य प्रतिस्पर्धा नेपाली स्पिनर र अफगानी ब्याटरको बीचमा हुने पक्का पक्की जस्तै देखिन्छ। अफगानिस्तानले नेपालका स्पिनरहरूलाई कसरी झेल्न सक्छ वा नेपालले कतिसम्म दबावमा राख्न सक्छ त्यो हेर्न बाँकी छ र महत्त्वपूर्ण साबित हुनेछ। अर्कोतर्फ शीर्षक्रम बाहेक त्यति भरपर्दो नदेखिएको नेपाली ब्याटिङ लाइनअप कुन हिसाबले आज प्रदर्शन गर्छ त्यसमा नेपालको नतिजा निर्भर रहने गर्दछ। खास गरी ब्याटिङ हेर्दा दुवै टोली शीर्ष 4मा बढी निर्भर देखिएका छन्। अफगानिस्तानको भने मध्यक्रम नेपालको भन्दा अझ राम्रो छ भन्न सकिन्छ। पछिल्लो खेलमा युए विरुद्ध अफगानिस्तानको मध्यक्रमले पनि आक्रामक ब्याटिङ गर्दै विशाल योगफल बनाएका थिए। यसै बीचमा नेपाली टोलीका कप्तान नरेन भट्टले महत्त्वपूर्ण खेलमा बलियो टोली अफगानिस्तानलाई हराउनेमा विश्वस्त रहेको बताएका छन्। हङकङको सहज जितपछि कुरा गर्दै नरेनले अब हुने महत्त्वपूर्ण खेलका लागि टिममा सबैको मनोबल उच्च रहेको उल्लेख गरेका छन्। हामी विश्वस्त छौँ, सबैजनाको मनोबल उच्च छ। जुन हिसाबले हामी खेलिरहेका छौँ हामी जित्न सक्छौँ र विश्वकपमा छनौट हुनेछौँ। यो नेपाली कप्तान नरेन भट्टको कुरा। अफगानिस्तानसँग यसअघि खेलेको युथ ओडिआई श्रृङ्खलाबाट सिकेका कुराहरूबाट नै रणनीति बनाउने कप्तान नरेन भट्टले बताएका छन्। अब कसरी खेल्नुपर्छ भन्ने कुरा त त्यही दिन थाहा हुन्छ। ब्याटिङ बलिङ जे भए पनि आफ्नो बेस्ट दिनेछौँ, राम्रो खेल्नेछौँ, उत्कृष्ट प्रदर्शन दिनेछौँ उनले भनेका छन्। त्यसैगरी नेपाली टोलीका प्रशिक्षक शक्ति गौचनले पनि यो क्षणको लागि लामो समयदेखि तयारी र मेहनत गरेकाले खेलाडीहरूले सोचेभन्दा राम्रो प्रदर्शन गरिरहेको र अब पनि राम्रो खेलेर विश्वकपमा छनौट हुने कुरा बताएका छन्। अफगानिस्तान बलियो टोली हो, यही श्रृङ्खला पनि खेलेका छौँ, अन्तिम खेलमा जित पनि निकाल्यौँ, हामी हराउन सक्छौँ, शक्ति गौचनले भनेका छन्। त्यसैगरी नेपाल र अफगानिस्तान बीचको यस महत्त्वपूर्ण खेलमा वर्षा बाधक हुने डर पलाएको छ। नेपाल र अफगानिस्तान बीचको खेल हुने दिन शनिबार दिउँसोदेखि वर्षाको सम्भावना देखिएको छ। त्यसअघि बिहिबारदेखि नै अपराह्नको समयमा वर्षा निरन्तर भइ नै रहेको छ। खेल हुने दिन मैदानको अवस्था ठिक भएर निर्धारित 50 ओभरकै खेल सुरु भएमा दिउँसो पानी पर्ने सम्भावना देखिएको छ। यदि शुक्रबार पानी परेर शनिबार बिहान खेल बिहान ढिला सुरु भएको खण्डमा ओभर घटाइन सक्छ। वर्षाले खेलमा बाधा पुर्याएर खेल सुरु नै हुन नसकेमा वा खेल चल्दै गर्दा डिएलए पद्धति प्रयोग गर्न मिल्ने अवस्थामा खेल नपुगेमा नतिजाविहीन हुँदै दुवै टोलीले अङ्क बाँड्न बाध्य हुनेछन् र त्यस्तो अवस्थामा नेपाललाई घाटा लाग्नेछ। नेट रन रेटमा माथि रहेको अफगानिस्तान विश्वकपमा छनौट हुनेछ। नेपाल घरेलु मैदानमै वर्षाका कारण अङ्क बाँडिएर हार्ड ब्रेक हुने किसिमको नतिजा चाहँदैन। यस्तोमा अब वर्षाले बाधा नपुर्याइकन नेपाल र अफगानिस्तान बीचको खेल पुरै सम्भव होस् हामी यही चाहना राख्दछौँ र यो निर्णायक खेल रोमाञ्चक बन्नेछ, यसमा हामी विश्वस्त छौँ।